आज हामीले शिक्षक सेवा आयोगले लिने निमावी प्रावित तहको अध्यापन अनुमति पत्र सम्बन्धी वस्तुगत प्रश्नोत्तर लिएर आएको छौं र भिडियो फुल हेरेर कमेन्ट गर्नुहोला। र प्रश्न नम्बर 1 मा हेरौं, अनिवार्य तथा निशुल्क शिक्षा ऐन कहिले जारी भएको हो भनेको छ। हामी यसको अप्सन हेरौं, विक्रम सम्वत 2028 साउन 1 गते, विक्रम सम्वत 2073 भादौ 23 गते, विक्रम सम्वत 2075 असोज 2 गते, विक्रम सम्वत 2075 भादौ 2 गते। यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2075 असोज 2 गते। र प्रश्न नम्बर 2 मा हेरौं, अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 मा जम्मा कति दफा रहेका छन् भनेको छ। हामी यसको अप्सन हेरौं, 41 दफा, 40 दफा, 42 दफा र 44 दफा भनेको छ। यसको राइट एन्सर हजुरले गेस गरिसक्नुभयो होला। यसमा जम्मा 41 दफा रहेका छन्। र प्रश्न नम्बर 3 मा हेरौं, अनिवार्य तथा निशुल्क शिक्षा ऐनमा नियम बनाउने अधिकार दफा 40 मा रहेको छ भने मापदण्ड बनाउने अधिकार कति दफामा रहेको छ भनेको छ। हामी यसको अप्सन हेरौं, दफा 40, दफा 41, दफा 37 र दफा 38 भनेको छ। यसको राइट एन्सर रहेको छ दफा 41। र प्रश्न नम्बर 4 मा हेरौं, यसको नोट हेरौं, नियम बनाउने अधिकार चाहिँ नेपाल सरकारको हुनेछ भने मापदण्ड बनाउने अधिकार मन्त्रालयको हुनेछ। र प्रश्न नम्बर 4 मा हेरौं, अनिवार्य तथा निशुल्क शिक्षा नियमावली कहिले जारी भएको हो भनेको छ। हामी यसको अप्सन हेरौं, विक्रम सम्वत 2077 असोज 18 गते, विक्रम सम्वत 2077 असोज 19 गते, विक्रम सम्वत 2073 असोज 18 गते र विक्रम सम्वत 2073 असोज 19 गते भनेको छ। यसको राइट एन्सर रहेको छ विक्रम सम्वत 2077 असोज 19 गते। र प्रश्न नम्बर 5 मा हेरौं, अनिवार्य तथा निशुल्क शिक्षा नियमावली 2077 अनुसार विद्यालय उमेर समूहका बालबालिका भन्नाले कुन तहलाई बुझिन्छ भनेको छ। हामी यसको अप्सन हेरौं, र 4 वर्ष पूरा गरी 18 वर्ष उमेर ननागेका र 18 वर्ष उमेर ननागेका र गमा अप्सन भनेको छ 4 वर्ष उमेर पूरा भएका र 16 वर्ष ननागेका र कुनै पनि होइन भनेको छ। यसको राइट एन्सर रहेको छ 4 वर्ष उमेर पूरा गरी 18 वर्ष उमेर ननागेका। र प्रश्न नम्बर 6 मा हेरौं, अनिवार्य तथा निशुल्क शिक्षा नियमावली 2077 ले आधारभूत तहको वैकल्पिक शिक्षालाई कति तहमा स्तरीकरण गरिएको छ भनेको छ। हामी यसको अप्सन हेरौं, 2 तहमा, 3 तहमा, 4 तहमा र 5 तहमा भनेको छ। यसको राइट एन्सर रहेको छ 3 तहमा। र प्रश्न नम्बर 7 मा हेरौं, स्थानीय तहबाट सञ्चालन गरिने साक्षरता कार्यक्रमको अवधि सामान्यतया कति महिनाको हुने व्यवस्था छ भनेको छ। हामी यसको अप्सन हेर्छौं, 2.5 महिना, 3 महिना, 4 महिना, 6 महिना भनेको छ। यसको राइट एन्सर रहेको छ 3 महिना। र प्रश्न नम्बर 8 मा हामीसँग जम्मा यति नै प्रश्न रहेको छन्। र हजुरहरूलाई फुल भिडियो हेर्न मन लाग्यो भने युट्युबमा गएर, युट्युबमा नाम चाहिँ हाम्रो शिक्षा सम्बन्धी ज्ञान कुण्ड रहेको छ, फुल भिडियो युट्युबमा हेर्न सक्नुहुन्छ। हस्त।